दुईजना युवक र युवती एकअर्कालाई निकै माया गर्थे अनि दुवैले बिहे गर्ने पक्का गरे। तर युवतीको बाबु त कडा निक्ले। उनलाई यो बिहे कदापि मन थिएन। त्यसैले उनले केटालाई एउटा अचम्मको शर्त राखिदिए। यदि तिम्रो जन्तीमा एकजना पनि बुढो मान्छे आयो भने बिहे हुने छैन। केटा त माया बचाउन बाध्य भयो। दबुबा, म हजुरको शर्त मान्न तयार छु। अब जन्ती निस्कन लागेको बेला केटाका मामा आएर भने, म पनि जन्तीमा जाने हो। केटा, मामा, तपाईँ गए भने बिहे नै हुँदैन। तर मामा त जोसिला निस्के। म त जसरी नि जान्छु, चाहे जे सुकै भन्। अब सबैले योजना बनाए। मामालाई गाडीको डिक्कीभित्र हाले अनि भने, बाहिर निस्किन पाइँदैन। मामा डिक्कीमा चुपचाप बसे। जन्ती धुमधामसँग केटीको घर पुग्यो। त्यति बेला फेरि केटीको बुबाले नाटक सुरु गरे। बिहे त त्यति बेला मात्रै हुनेछ जब यो नजिकको तालमा पानीको सट्टा दूध बगाउनेछौ। सबै जन्तीहरू छक्क। यो त असम्भव छ बाबा। अब सबै निराश हुँदै फर्कन थाले। त्यसै बेला डिक्कीभित्रबाट आवाज आयो, ओए केटा हो, यति सानो कुरा सुन्दा डरायौ? जाऊ, केटीका बुवालाई भनिदेऊ, दूधको बन्दोबस्त भइसकेको छ। अब तपाईँ तालको पानी खाली गराउनुस्।